मैले मेरो छोरालाई घाम लागेको छ घाममा सुत्छ भनेर यहाँ सुताएको थिएँ। मेरो छोरो गर्मी भएर कहाँ कता के गर्नु। यस्तो गर्मी भएर आफै उठेर उहाँ गएर पछाडि गएर सुतेको छ। यहाँ घाम लागिरहेको छ नि त, चिसो होला ऊ होला भनेर मैले यहाँ सुताएको थिएँ। तर मेरो छोरो उहाँ गएर सुतेको छ के। कस्तो छ अलिकति नि गर्मी सहन सक्दैन के। उसलाई त जाडो महिनामा भन्दा गर्मी महिनामा धेरै गाह्रो हुन्छ के। यस्तो पसिना निकाल्छ, रातिमा पनि सिरकै ओढ्दैन, ओढाइदियो फेरि फालिदिन्छ, ओढाइदियो फेरि फालिदिन्छ। साह्रै गाह्रो छ, गर्मी धेरै मान्छ। अब त झन् नेपालगञ्जको गर्मी झन् कस्तो छ बाफ्रे। अब कसरी कटाउने यो दिन है, गाह्रो हुन्छ छोराछोरीसँग, के गर्नु।